फेरि पनि हामी नुहाउन गयौँ। उकाली छ हेर्नुहोस् त, ऊ अगाडि अगाडिहरू हिँडिरहन्। मैले चाहिँ कपडाहरू बोकिरहेको छु। उनीहरू चाहिँ उतातिर बस्नु भएको। उता यस्तो उकाली छ हेर्नु। तर राम्रो लाग्छ सधैँ खेलेको, टेकेको, बसेको त्योहरू। यो पहिला घाँस काट्थ्यौँ यो बारीमा पनि घाँस काट्थ्यौँ। त्यसपछि आज हामी नुहाउन गइरहेको छौँ। तर घर नजिक त पानीको धारा छन चाहिँ, तर पनि अब यस्तो हो कि अब छुट्टै हुन्छ नि त। अलि ठुलो धारामा गएर नुहाउन माया पनि लाग्यो नि त उताको। अनि त्यसपछि मेरो एकदम बेस्ट मिल्ने साथीको घर चाहिँ यो हो। एकदमै साथै मिल्ने साथीको घर हो यो चाहिँ। हामी त्यहीँनिर गयौँ। मैले यहाँ त पहाडतिर त घर जस्तो हुँदैन नि त, न कि तराई जस्तो हुँदैन नि त। किनकि यहाँ त डाँडा काँडा घुम्नुपर्छ, हिँड्नुपर्छ। टक्कला अब अहिले ठ्याक्कै याद आयो क्या मलाई। के याद आयो भनेपछि मानधाराबाट पानी बोकेर आएर अनि ठ्याक्कै यहाँनिर बिसाउँदाखेरि मेरो पानी भएको नि भर्ने गाग्री फर्केर यहाँदेखि फर्केर यहाँसम्म पुगेको याद आयो क्या मलाई। अहिले बाल्यकालको धेरै याद आयो मलाई। हामी चाहिँ यो चाहिँ मेरो साथी एकदमै मिल्ने घर हो यो। उसको मम्मी फुपू हो त म ठुली मान्छे। तिमीहरू दिदी बहिनी, म हेर्नु यो मेरो एकदमै मिल्ने साथीको घर हो यो। तर मलाई असाध्यै माया लाग्छ यो साथीको पनि। भाउजूहरू, मेरो साथीको मम्मी, नातिनी, भाउजू, त्यसपछि तपाईँको भदैनी चाहिँ त्यहाँनिर बसेका छ। सो म यहाँनिर आएको छु उकालीमा। दामी छ। माथिबाट एकजना मान्छे पनि आउँदैछन्। तर ढोग्दै मलाई म बोझे भाग्यमानी हुनु, चिरञ्जीवी हुनु। नदेखेपछि बिचरा ल भाग्यमानी आशीर्वाद। अझ यो उकालीमा चढेर माथि गएर बल्ल तेस्रो बाटो आउँछ हाम्रो। त्यो मिल कसको हो? मिल कसको हो त्यो मिल? जानु त अहिले कपडा सुक्दैन। मोटो मोटो कपडा छ अहिले, पछि बसौँला त। कपडा धुनु अहिले पछि सुक्दैनन्। म चाहिँ फेरि पनि उनीहरू चाहिँ अलिक ढिला गरिरहन। अब मलाई फेरि झ्याउ लाग्छ एकै ठाउँनिर उभिन बस्न झ्याउ लाग्छ मलाई। त्यही भएर भाउजूहरू चाहिँ तलतिर बस्नु भएको, म चाहिँ यता छु। के भन्छ अरे मैले कस्तो याद आयो क्या मलाई। यो बारीमा पनि खुब घाँस काट्थ्यौँ नि हामी फेरि यो बारीमा।